र यो अहिले अत्यन्तै मलाई शान्त समृद्धि र एउटा सुस्वास्थ्य र एउटा समुन्नत नेपाल एउटा निर्माणको खातिर सिद्धिचरण नगरपालिका 2 नम्बर वडा कार्यालयले अहिले उहाँहरू काठमाडौँतिर बस्नुहुन्थ्यो, उहाँहरू विराटनगरतिर बस्नुहुन्थ्यो, आफ्नो कर्मभूमि एउटा सिद्धिचरण नगरपालिका 2 नम्बर वडा छुवान्छापमा तपाईँहरू यत्रो लामो समय उहाँ बसेर पनि आफ्नो गाउँमा फर्केर केही गर्नुपर्छ भनेर तपाईँहरूले यत्रो कार्यको यहाँ हामीलाई त यहाँ एउटा बन्दैछ अरे बनाउँदै हुनुहुन्छ अरे भनेको सुनेको थियो। म त्यति यहाँ आइ पनि पुगेको थिइनँ। तपाईँहरूले यो अहिलेको जुन यो तपाईँहरूले गरेको प्रगतिको हामी अत्यन्तै चासो र चिन्ताको विषय छ। यसले एउटा कस्तो सन्देश दिन्छ भने कम्तीमा आफ्नो जन्मभूमिमा फर्केरै केही गर्नुपर्छ भन्ने कति पायट बुलियो घुम्यो, हामी कहाँ पुग्यो घुम्यो, तर आफ्नो भूमिमै भूगोलमै बसेर यसको यो धरतीलाई नै हामीले एउटा समृद्ध बनाएर लगाउन सक्यो भने यो धरतीको हामीले एउटा मूल्य र मान्यता राख्न सक्यो भने मात्रै आमूल परिवर्तनको खातिर आउँछ भनेर तपाईँहरू यहाँ उपस्थिति भएर यत्रो काम गर्नु भएकोमा सिद्धिचरण नगरपालिका 2 को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि तपाईँहरूले यो गरेको कर्मको उत्तर प्रगतिको कामना गर्न चाहन्छु। र सँगसँगै तपाईँहरूले यत्रो लगानी गरेर यो आफ्नो भूमिलाई यत्रो बाडा बाछा सारा गरेर चाहिँ एउटा कृषिप्रति हाम्रो मुलुक 65% कृषकले चाहिँ कृषि गरेरै खानुपर्छ, अत्यन्तै बहुसङ्ख्यित सङ्ख्याबाट यो कृषि गरेर खाने मुलुक हो भनेर भएको जुन यो तपाईँले गरेको कार्यले चाहिँ प्रमाणित गरेको छ। त्यो प्रति हामी अत्यन्तै सिद्धिचरण नगरपालिका 1 नम्बर 2 लगायत हामी सबैलाई तपाईँहरूले गरेको कार्यप्रति धन्यवाद दिन चाहन्छौँ। र सँगसँगै यो धेरै लगानीमा ठुलो तपाईँहरूले लगानी गरेर यो कार्य गर्नुभएको छ। यो कार्यको तपाईँले जसरी दुःख कष्ट गरेर गर्नुभएको छ त्यसै गरिकन तपाईँले गरेको प्रतिफल प्राप्त होस् भनेर हामी केही दिन नसके पनि केही दिन सकौँला, केही गर्न सकौँला। हाम्रो एउटा राज्यले गर्ने कुरा, हामी व्यक्तिगत गर्ने सहयोगका कुराहरू हामी तयार छौँ र पनि तपाईँलाई हामी यो उपस्थितिको तर्फबाट तपाईँलाई आशीर्वाद दिन पनि चाहन्छौँ। तपाईँहरूले जति यो प्रगति गर्नुभएकोलाई चाहिँ एउटा फलिफावस भन्न भन्ने हामी अनुरोध गर्न चाहन्छौँ। र तपाईँहरू यसरी उपस्थिति हुनुभयो, हामी सबैलाई बोलाउनु भयो। बिचरा तपाईँहरूको भर्खर कार्यको सुरुवात रहेछ, यो सुरुवातको पुनः शुभकामना भन्न चाहन्छौँ। र हामीले वडा कार्यालयबाट अब अन्य केही कतै हामीले पनि तपाईँहरूको प्रति सहयोग माग्न आउन चाहनुभयो भने हामीले गर्नुपर्ने सरसहयोगका कुराहरू सक्दो सहयोग लिएर आउनुभयो भने हाम्रो एउटा आदरणीय वडा अध्यक्षज्यू यहाँ हुनुहुन्छ, हामी सक्दो सहयोग गर्ने प्रयास पनि प्राप्त गर्न चाहन्छौँ। हामी अरू केही भएन भने एउटा दक्ष जनशक्तिका कुराहरू सहयोग भनेको सानो ठुलो त्यसलाई सम्मान स्वरूप लिन सक्नुपर्छ। सहयोग डोर्याउनु पनि सहयोग बोक्ने मात्रै सहयोग होइन, अलिकति केही थोरै सहयोग दिँदा पनि त्यसलाई सहयोग राम्रो एउटा उपहारको रूपले लिन चाहनुपर्छ।